जो च्याप्टर 3 को चाहिँ ग्रामर पढियो। आज चाहिँ हामी च्याप्टर 4 मा रहेको ग्रामर चाहिँ हेर्छौँ है त। आजको ग्रामर भनेको चाहिँ VST प्लस आयो अयो हेयो हेरोवाला छ। अब यो चाहिँ कसरी गर्न सकिन्छ के छ भनेर चाहिँ सरर भनिदिन्छु। आज तपाईँहरूलाई म विशेष गरेर VST भनेको पनि के हो पनि बुझाउँछु, त्यस्तै आयो अयोको बारेमा पनि मजाले बुझाइदिन्छु है। यसका नियमहरू पनि सुनौँ। आजको हाम्रो ग्रामर भनेको चाहिँ VST प्लस आयो अयोको बारेमा हो। अब यो पहिला सुरुमा यो कुरा जान्नुपर्छ है। सुरुमा हेरौँ त्यहाँ VST प्लस बनिदा र सुम्निदा भनेको छ छो चिन्छौँ भन्ने हामीलाई थाहा छँदैछ। यो भनेको हाम्रो आधारमा भयो। त्यस्तै VST प्लस आयो अयो यायो हेयो ओयो यो पनि के छ छो चिन्छौँ हो। यो चाहिँ के हुन्छ अनाधारमा हुन्छ है। यो भनेको यो फर्मल भन्छ हाम्रो फर्मल, यो भनेको इन्फर्मल है। यो बुझिराख्नु पऱ्यो, आधार र अनाधार भनेर बुझ्नु पऱ्यो। त्यस्तै यहाँ आजको तपाईँहरूलाई मेन पोइन्ट भनेको चाहिँ VST भनेको के थाहा पाउनु पऱ्यो। सुरुमा यसमा कोरियन शब्दको अन्तमा दा र नेपालीमा त्यसको अर्थ भन्दाखेरि चाहिँ अन्तमा नु आउँछ भने त्यस्तो शब्दको अन्तको दालाई काटेर बाँकी रहेको शब्दलाई VST भनिन्छ। याद गर्नुपर्ने कुरा यो है। मेन भनेको चाहिँ कोरियन अक्षरको अन्तमा दा हुनु पऱ्यो। त्यस्तै त्यसको नेपाली अर्थ भन्दाखेरि चाहिँ नु आउँछ भने त्यस्तो शब्दहरूलाई हरूको चाहिँ कोरियन शब्दको दालाई काटेर बाँकी रहेको शब्दलाई जहिले पनि के भनिन्छ VST भनिन्छ। जस्तै उदाहरणको लागि चाहिँ यहाँ खादा छ। खादा भने के हो जानु। यसको कोरियन अक्षरमा पनि अन्तमा दा आयो। त्यस्तै नेपालीमा भन्दाखेरि जानु, अब यसमा के आयो अन्तमा नु आयो। यस्तो वाक्यहरूको अब अगाडि कोरियन शब्दलाई काटेर दालाई काटेर बाँकी रहेको शब्द यहाँनिर के बाँकी रह्यो अगाडि खा मात्रै बाँकी रह्यो। अब यस्तो शब्दहरूलाई के भनिन्छ VST भनिन्छ। त्यस्तै मक्तामा पनि मक्ता भने के हो खानु, अन्तमा दा आयो कोरियनमा पनि। त्यस्तै नेपालीमा पनि के आयो नु आयो। यस्तो शब्दको अगाडि काटेर के आयो अब मक मात्रै आयो। अब यस्तो शब्द काटेर आएको शब्दहरूलाई के भनिन्छ VST। अब मक भनेको के भयो VST भयो है। यस्तो कुरा थाहा पाउनु पऱ्यो। तर एउटा कुरा है, फादा त्यस्तै मादाको नेपाली अर्थभन्दा नु चाहिँ नआउने भएकोले यस्तो शब्दहरूमा चाहिँ दा काट्न पाइँदैन। यी बाहेक अरू शब्दहरूमा चाहिँ हामीले सिधै दा काटेर लगाउन पाइन्छ। यो दुइटाहरूलाई चाहिँ याद गर्नु पऱ्यो। दुई चारवटा यस्तो शब्दहरू हुनसक्छ, यो चाहिँ अब बादमा यस्तोमा चाहिँ काट्न पाइँदैन है। अन्तमा नु नआउने भएको कारणले चाहिँ पाइएन। त्यस्तै अब सुरुमा छ हाम्रो VST प्लस, सुरुको हाम्रो सूत्र यो हुन्छ है आ अ य हे ओ प्लस अयो हो। अब यसलाई जोड्दाखेरि चाहिँ आयो अयोहरू हुने माथिको। अब सुरुमा पहिलो छ VST प्लस आ प्लस यो जोड्दाखेरि के हुन्छ जहिले पनि आयो हुन्छ। अब यो आयो भनेको छ छो छिन्छौँ भइहाल्यो। यो चाहिँ कस्तो ठाउँमा प्रयोग गर्न सकिन्छ हेरौँ त। VST को अन्तमा आ अथवा ओ अथवा बिचमा चाहिँ आ अथवा ओ आएमा आएको प्रयोग गर्न सकिन्छ। VST को कि त अन्तमा हुनु पर्यो अथवा बिचमा। अन्तमा छैन भने हामीले पहिला सुरुमा चाहिँ अन्तमा हेर्ने हो। यदि अन्तमा छैन भने कहाँ हेर्ने बिचमा हेर्ने। फेरि अन्तमा फेरि अरू आएको छ भने त्यो पनि हेरेर चाहिँ अरू सूत्र पनि लगाउनुपर्छ है। जस्तै उदाहरणको लागि हेरौँ है त। खादा, खादा भनेको जानु, यसको VST के भयो खा। यसको अन्तमा के आयो भने त आ आयो। अब आ आएपछि जहिले पनि के जोड्ने आयो जोड्ने। त्यो अगाडि चाहिँ नोट हेरौँ है पहिला। हाम्रो यहाँ हेर्नु त ओ प्लस आ जोड्दाखेरि जहिले पनि वा हुन्छ है। यो कुरा थाहा पाउनुपर्छ पहिला चाहिँ। ओ प्लस आ जोड्दा वा हुन्छ। त्यस्तै आमा आ जोड्दा जहिले पनि आ हुन्छ। त्यस्तै अमा अ जोड्दा पनि जहिले पनि अ हुन्छ। त्यस्तै उमा अ जोड्दा जहिले पनि ओ हुन्छ। यो चाहिँ थाहा हुनुपर्छ। यो मेन सूत्र हो है। यसलाई चाहिँ टिपेरै राख्नु। यो चाहिँ एकदम धेरै चाहिने सूत्र हो। अब यतापट्टि जाउँ। यो खादामा VST के आयो खा आयो। यसको VST अन्तमा के आयो आ आएपछि जहिले पनि के जोड्ने अब आयो जोड्ने। अब जोड्दाखेरि यहाँ खायो खा आयो न। यस्तो यो खा आयो हुँदैन है। किन हुँदैन भन्दाखेरि हाम्रो नियम के छ नोटमा हेर्नु है। आमा आ जोड्दा जहिले पनि एउटा मात्रै आ हुन्छ। त्यही भएर हामीले जोड्न पाइँदैन है। जहिले पनि एउटा आसँग अर्को आ लगत्तै पछाडि अर्को आ आउँछ भने एउटा मात्रै लगाउने। त्यस्तै अमा पनि त्यही सेम। अब यहाँ के हुन्छ खा आयो नभएर के हुन्छ सिधै खायो हुन्छ। त्यस्तै ओदामा हेर्दा त यसको VST के हुन्छ ओ हुन्छ। अब यसको अन्तमा के आयो ओ आएपछि जहिले पनि के लगाउने आयो लगाउने। अब यो नियमअनुसार हाम्रो के हुन्छ सिधै वायो हुन्छ। त्यस्तै अर्को भनेको माग्दा सफा हुने। यसको VST को अन्तमा के छ त भवेलहरू छैन। अब भवेल नभएपछि बिचमा हेर्नु पऱ्यो। बिचमा के आयो आ आयो। बिचमा आ आएपछि आयो लगाउने। अब के हुन्छ मल्गायो हुन्छ। त्यस्तै अर्को भनेको नोल्दा खेल्नु। अब यसको VST के हुन्छ नोल हुन्छ। अब यसमा के लगाउने आयो लगाउने। किन आयो लगाउँदाखेरि यहाँ बिचमा के आएको छ ओ आएको छ। VST हेर्ने यो पछाडिबाट आउँदाखेरि जहिले पनि सुरुमा भवेल के छ भनेर हेर्नुपर्छ। मेन भनेको चाहिँ पछाडिबाट आउँदाखेरि सुरुमा भवेल जे आउँछ त्यही अनुसार लगाउने हो हामीले।
यहाँ छ त केही छैन नि। अब यस्तो अवस्थामा के लगाउने, अब फेरि हामीले यहाँ ओ आयो, ओ आएपछि आयो लगाउने। अब के हुन्छ, नरायो हुन्छ। यो कुरा चाहिँ थाहा पाउनु पऱ्यो। आजलाई यति गरौँ, भोलि चाहिँ फेरि अयोको बारेमा चाहिँ पढौँ है त।